मेरो फेभरेट ग्लोइङ स्किन केयर प्रोडक्ट हेरौँ है त आज। फर्स्टमा रहेको छ यो राइस टोनर। यो चाहिँ मेरो एक डब्बा सक्यो, 2टा बोतल सक्यो। यो चाहिँ मेरो थर्ड बोतल हो। यसले चाहिँ स्किनलाई मजाले हाइड्रेट गर्न हेल्प गर्छ, ग्लोइङ पनि बनाउँछ। हजुर पनि डल ड्राई स्किन छ भने गो फर दिस टोनर, एकदम राम्रो छ। टोनर लगाउने बित्तिकै चाहिँ मैले स्नेल म्युसिन लगाउँछु। यो चाहिँ स्किपै गर्दिनँ क्या। टोनर लगाउने बित्तिकै स्नेल म्युसिन लगाएपछि यस्तो मजाले स्किन हाइड्रेट गर्छ होइन। यसको चाहिँ मेरो अर्को बोतल सकिसक्यो, त्यो चाहिँ मेरो माइतमै छ। अनि यो चाहिँ मसँग अहिले छ। यो सकेपछि फेरि मैले यो कन्टिन्यू गर्नेवाला छु। त्यसपछि एकदम मजाले स्किन ब्राइटनिङ गर्ने, ग्लो लिएर आउने यो सेन्टेलाको एम्पुल। यो पनि 100 ml सकियो। अनि यो 100 ml चाहिँ यति बाँकी छ। यो सकेपछि पनि फेरि युज गर्नेवाला छु। त्यसपछि डालबाको फर्स्ट स्प्रे सेरम। यो चाहिँ मैले धेरै दिन भएको छैन, 2-3 दिन भयो युज गरेको, एकदमै मन परेको छ। यो पनि यसले पनि यस्तो मजाले स्किन हाइड्रेट गर्ने, ग्लो लिएर आउने। यसलाई चाहिँ एज अ मेकअप फिक्सर युज गर्न नि मिल्यो, एज अ स्किन केयर को रूपमा पनि लिन मिल्यो। टोनर लगाउने बित्तिकै स्प्रे गर्न पनि मिल्यो, मेकअप गरेपछि स्प्रे गर्न नि मिल्यो, जतिखेर नि युज गर्न मिल्छ क्या। यो चाहिँ हजुरको स्किन डिहाइड्रेटेड भएको छ, ग्लो आइरहेको छैन भने जतिखेर नि सर स्प्रे गर्ने, ग्लोई हुने अनि हिँड्ने। सो हजुरलाई पनि यस्तै खालको अथेन्टिक एकदमै राम्रो ग्लोइङ खालको प्रडक्ट चाहिन्छ भने हामीलाई सम्झिनु होला है त।